हामीले भने विद्यार्थीले भाषण गरे, यहाँ फलानु सर आउनुहुन्न, फलानु सर दारू खाएर आउनुहुन्छ, फलानु सर सुर्खेत बस्नुहुन्छ, फलानु सरले पढाउनुहुन्न, यो पढाएको बुझ्दैनौँ, यहाँ गणित यस्तो छ, यहाँ इङ्ग्लिस यस्तो छ भनेर विद्यार्थीले भनुन्। अभिभावकहरू पनि सादा कुरा ल्याइदिउन्, यो स्कुललाई सुधार्न यस्तो यस्तो गर्नुपर्छ भनेर ल्याउन्, अनि हामी सुनेर जान्छौँ। त्यसमा सुधार गर्न के गर्नुपर्छ? दरबन्दी छैन, दरबन्दी छैन, सबै स्कुलमा त्यही उद्देश्य सहित हामी हिँड्या हो। तर अब अलिकति अब हामी फरकतिर गयौँ, त्यो कुरा अलि आएर विद्यार्थीले पनि रेडिमेड भाषण ट्याक्कै पढ्दो ठ्याक्कै गरिदिनु भयो। अब हेड सरले पनि ट्याक कुरा मिलाइदिनु भयो होइन। अब ठिकै भयो, तर यो स्कुलको सन्दर्भमा हामी चिन्तित छौँ। हामी सबै लागेर बनाए स्कुल हो, मैले बनाए कसैले होइन, किनभने हामी कार्यकारी पात्र हौँ। 18 सालमा स्कुल स्थापना हुने बेला त्यही बेला यहाँका आदरणीय जनताहरू हुनुहुन्थ्यो, अभिभावकहरू हुन्थ्यो, लगानी गर्ने कोही पनि थिएन होइन, सरकारबाट लगानी हुन्थेन। जनताहरू आफै जागेर जग्गा दिनुभयो, आफै मान्छे खोज्नुभयो, आफै एउटा कुटी हाल्नुभयो र बनाउनु भयो। अहिले के हो त भने सम्पूर्ण लगानी सरकारले गरेको छ, दौड्ने हाम्रो पालो हो। पञ्चायतकालमा प्रधान पञ्चहरू दौड्नुभयो, मानव लक्ष्मी पोखरेल प्रधान पञ्च दौड्नुभयो होला, त्यहाँभन्दा भालाराम दौड्नुभयो होला, त्यहाँभन्दा पछाडि हर्कबहादुर खड्का दौड्नुभयो होला होइन। अघिल्लो 5 वर्ष हाम्रो प्रेम थापाजी दौड्नुभयो, अहिले पुनप्रसादको पालो छ, पहिला घनश्यामजी दौड्नुभयो, अहिले भरत रिजालको पालो छ। जिताएर पठाउनु भएको छ, हामी दौडिया छौँ। अब कसका पालामा अलि ल्याउनु सकिने ल्याउने हो। हामी माग्न आयौँ, जग्गा माग्न उयो प्रेम थापा आउनु भयो। प्रेम थापाको नेतृत्वमा म केही पनि थिएन, पछाडि लागेर म पनि आएको थिएँ टङ्क सरहरूसँग बसेर, ल टङ्क सर जग्गा दिनुहोस्, यो जग्गा दियो उपयुक्त छ, भोलि रुपियाँ जहाँबाट पनि ल्याउँला, स्कुल बनाउँला भन्नेमा हामी पनि आएको थियौँ। जग्गादाताले विश्वास गर्नुभयो, जग्गा दिनुभयो र हामीले पनि आफ्नो विश्वास पुरा गरिदिनु जस्तो लाग्छ।